प्रतीक्षा आचार्य तपाईले फ्रेममा देख्न सक्नुहुनेछ। यो युवती रहेको छ प्रतीक्षा आचार्य, जोसँग नेपाली ब्रो धेरै समयदेखि रिलेसनमा रहेको कुरा पनि हामीले यो तथ्य पनि भेटाएका छौं र धेरै पटक नेपाली ब्रोलाई यी युवतीले मलाई विवाह गरेन भने तँलाई रेप केस हाल्दिन्छु भन्ने खालका धम्की र ब्ल्याकमेलिङ पनि दिइराखेको र आज जुन घटना घट्यो त्यसको एक हिस्सा चाहिँ यी युवती पनि हुन् भनेर यी युवतीको नाममा यति बेला पीडित पक्षले किटानी जाहेरी समेत दर्ता गरिसकेको छ। प्रतीक्षा आचार्य भने मोबाइल अफ गरेर फरार भएको छ। नेपाली ब्रोलाई चाहिँ यसरी नै मार्नुपर्छ, फाँसीको सजाय हुनुपर्छ भनेर आम नागरिकले सामाजिक सञ्जालमा यति बेला आवाज पनि उठाइराखेको छ। उहाँको आमाको त्यो भावविह्वल अवस्था हामीले हेर्न सकिरहेको पनि छैन। उहाँको श्रीमती एउटा नेपाली सेनामा कार्यरत र यो घटनाबाट हामीले सन्देश पनि सिक्न जरुरी छ र एकजना व्यक्तिलाई खेलाडी भनेर चिनाउने तपाई हाम्रो पनि गल्ती हुन सक्छ हैन। एउटा सेलिब्रिटी बन्न रहर इच्छा हुने मान्छेलाई सेलिब्रिटी बनाइदिए तर को मान्छेलाई चाहिँ सेलिब्रिटी बनाउनु पर्ने हो भन्ने खालको कुरा पनि आम पत्रकारहरूले सोच्नुपर्ने विषय पनि रहेको छ। तपाईले देख्न सक्नुहुनेछ प्रतीक्षा आचार्य स्टाफ नर्स रहेको छ। उनी शंकरापुर हस्पिटलमा स्टाफ नर्स गर्छिन् रे। हिजो भर्खरै मात्र नेपाली ब्रो र नेपाली ब्रोको श्रीमतीको सम्बन्ध विच्छेदको अन्तिम फैसला भएकै दिन नेपाली ब्रोले आफ्नो श्रीमतीमाथि हरिलो हतियार प्रयोग गरी हत्या गरिसकेपछि उनी आफै बालजु प्रहरीभित्रमा आत्मसमर्पण गर्न आएको जानकारी पनि हामीले प्राप्त गरेका छौं। परिवर्तन सम्भव छ, सत्य तथ्य निष्पक्ष समाचारको लागि परिवर्तन मिडिया। दर्शकवृन्द, यति बेला तपाई परिवर्तन मिडिया हेरेर बसिराख्नु भएको छ। म छु पवित्र लामा। यति बेला सामाजिक सञ्जालमा चर्चित नेपाली ब्रोले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरेर विभत्स रूपमा हत्या गरिसके पश्चात यति बेला सञ्जाल तातिएको छ। पीडित पक्ष न्यायको लागि आवाज पनि उठाइरहेको छ र नेपाली ब्रोले श्रीमती हत्याकाण्डमा धेरै कुराहरू बाहिर आइराखेको छ। त्यससँगै एकजना युवतीको नाम चाहिँ यति बेला खुल्न आएको छ, प्रतीक्षा आचार्य। तपाईले फ्रेममा देख्न सक्नुहुनेछ। यो युवती रहेको छ प्रतीक्षा आचार्य, जोसँग नेपाली ब्रो धेरै समयदेखि रिलेसनमा रहेको कुरा पनि हामीले यो तथ्य पनि भेटाएका छौं र धेरै पटक नेपाली ब्रोलाई यी युवतीले मलाई विवाह गरेन भने तँलाई रेप केस हाल्दिन्छु भन्ने खालका धम्की र ब्ल्याकमेलिङ पनि दिइराखेको र आज जुन घटना घट्यो त्यसको एक हिस्सा चाहिँ यी युवती पनि हुन् भनेर यी युवतीको नाममा यति बेला पीडित पक्षले किटानी जाहेरी समेत दर्ता गरिसकेको छ। तर यति बेला प्रतीक्षा आचार्य भने मोबाइल अफ गरेर फरार भएको छ र उनको विषयमा धेरै पटक नेपाली ब्रोको श्रीमतीले प्रहरीमा लगेर उनीहरू दुईबीच अब सम्बन्ध नरहने भनेर धेरै पटक समन्वय हुँदाखेरि पनि उनीहरू दुईजना बीच चाहिँ पटक पटक सम्बन्ध भइरहेको कुरा पनि बाहिर आइरहेको र हिजोको दिन चाहिँ उहाँहरूको नेपाली ब्रो र श्रीमतीको अन्तिम फैसला, सम्बन्ध विच्छेदको अन्तिम फैसलाकै दिन नेपाली ब्रोले यति क्रूरतापूर्वक आफ्नो श्रीमतीको हत्या गरेको छ कि तपाईले त्यो सुन्दा र हेर्दा सोच्दा मात्रै पनि आङ जिरिङ्ग हुन्छ र त्यो लास हामीले हेर्न पनि सकेनौं। र मैले टिचिङ अस्पताल पनि म पुगेको थिएँ। त्यो सब यति विभत्स थियो कि घाँटी छिन्नको लागि अलिकति मात्र बाँकी थियो भने एउटा हात पनि पुरै छिनेको अवस्थामा नै थियो र अफिसबाट घर फर्किने क्रममा बाटो ढुकेर नेपाली ब्रोले आफ्नो श्रीमतीमाथि हतियार प्रयोग गरेको थियो र विभत्स हत्या गरेको थियो। यति बेला यो घटनाले समाजमा बेग्लै प्रकारको तरङ्ग मच्चाएको छ। दर्शकवृन्द, समाज यति क्रूर तर्फ गइराखेको छ र समाजमा यति ठूलो जघन्य अपराध घटेको छ। यो अपराधले समाजमा एउटा एक किसिमको डर र त्रास निम्ताएको छ। दर्शकवृन्द, तपाईले देख्न सक्नुहुनेछ यो दृश्यहरू र यो घटना कसरी घट्न पुग्यो भन्ने खालको विषयमा प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरेको छ र अनुसन्धानको क्रममा प्रतीक्षा आचार्य नाम गरेको युवतीको विशेष भूमिका रहेको भन्ने खालको कुरा पीडित पक्षबाट आएको र केही तथ्यहरू हामीले पनि भेटाएका छौं। उनीहरू धेरै ठाउँमा घुम्न गएको र धेरै पटक श्रीमतीको नाम लिएर विवाद भएको पनि हामीले सुनिरहेका थियौं र नेपाली ब्रो र उनको श्रीमती बीच लामो समयदेखिको विवाद थियो। त्यो विवादको मुख्य जड चाहिँ प्रतीक्षा आचार्य नाम गरेको युवती नै थिइन्। ती युवतीको कारणै उनीहरू बीच विवाद आएको र अन्तमा सम्बन्ध विच्छेदसम्म पुगेको र सम्बन्ध विच्छेद पनि नपुगेर नेपाली ब्रोले आफ्नो श्रीमतीको क्रूरतापूर्वक हत्या गरेको। यो घटना यति ठूलो बन्यो यति बेला मान्छे सोच्न बाध्य भए, किनकि नेपाली ब्रो धेरै क्यामेरामा कैद थिए, धेरै क्यामेराले उनलाई खिच्थे, उनी भाइरल हुन चाहन्थे
उनी अनेक ठाउँमा जान्थे, अनेकलाई भेट्थे, सबैसँग भिडियो खिच्थे। म चाहिँ यो संसारको सबैभन्दा भाइरल मान्छे, सबैभन्दा ठुलो खेलाडी भनेर उनी विभिन्न युवतीहरूलाई प्रलोभनमा पार्थे। अस्ट्रेलिया जान्छु, अमेरिका जान्छु भन्थे, झुटो आश्वासन दिन्थे हैन। यसरी नै आफ्नै दुनियाँमा रमाइरहेको नेपाली ब्रोले आज अन्तमा आएर आफ्नो श्रीमतीको हत्या गर्यो भनिसकेपछि यो सोच्नै नसक्ने विषय र धेरैजनाले चाहिँ नेपाली ब्रोले यो सम्मको हत्या गर्न सक्छ भनेर पनि मान्छेले सोचिरहेको छ यो समयमा। र यो समाज कतातिर गइराखेको छ, अब कसको विश्वास गर्ने भन्नेतिर पनि गइराखेको छ। र यो कसरी भयो? श्रीमान श्रीमतीमा त माया हुन्छ, सम्मान हुन्छ, र यदि सम्बन्ध नै दुईजना खुसी छैन भने आफ्नो तरिकाले दुईजनाको खुसीको लागि छुट्टिन्छ। तर यो त यतिसम्म भयो कि अन्तमा आफ्नै श्रीमान जोसँग धेरै वर्ष बिताइन् उनले, आफ्नो दुईटा छोराको बाउ, आज तिनै आफ्नो श्रीमान र तिनै आफ्नो छोराको बाउबाट कुनै एउटा श्रीमती, कुनै एउटा छोरी, कुनै एउटा देशको नारी चाहिँ मर्नुपर्छ र मारिनुपर्छ भने यो जतिको दुःखद र जघन्य अपराध र घटना अरू कुनै पनि हुन सक्दैन। यति बेला आम नागरिकले सोच्न बाध्य भएको विषय पनि हो। यति बेला बालाजुमा राखिएको छ नेपाली ब्रोलाई भनिसके पछाडि नेपाली ब्रोको भाइलाई पनि पक्राउ गरिएको छ र धेरै व्यक्तिहरूको नाममा किटानी जाहेरी पनि दिएको अवस्था छ। कतिपय नेपाली ब्रो अब कता गयो, के गयो भन्ने खालको कुरा, र यो विषयमा त प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गर्ला। यदि नेपाली ब्रो आफैले चाहेर यो हत्या गरेको हो कि अथवा कोही कसैको योजनामा यो हत्या भएको हो कि भन्ने खालको विषय प्रहरीले अनुसन्धान पनि गरिरहेको छ। यति बेला पीडित पक्ष भने बालाजु प्रहरी अगाडि धरना बसिरहेको छ र नेपाली ब्रोलाई चाहिँ यसरी नै मार्नुपर्छ, फाँसिएको सजाय हुनुपर्छ भनेर आम नागरिकले सामाजिक सञ्जालमा यति बेला आवाज पनि उठाइराखेको छ। उहाँको आमाको त्यो भावविह्वल अवस्था हामीले हेर्न सकिरहेको पनि छैन। उहाँको श्रीमती एउटा नेपाली सेनामा कार्यरत, एउटा जनताको सेवा गर्नको लागि लामो समयदेखि आबद्ध भइरहेको एकजना व्यक्ति हुनुहुन्थ्यो हैन। आज तिनै व्यक्ति पनि असुरक्षित हुनु पर्यो आफ्नै घरभित्र हैन। यो यति ठुलो यो आम सामान्य नागरिक, सामान्य नारीको अवस्था कस्तो रहला भन्ने पनि भयो। सुरक्षाको हिसाबले पनि एकदमै गाह्रो भयो अहिले हैन। अब कसको विश्वास गर्ने भन्ने पनि भयो। सामाजिक सञ्जालमा छाइरहने व्यक्ति जसले चाहिँ यतिसम्मको क्रूर अपराध गर्न सक्दैन भनेर मान्छेले सोचिरहेको व्यक्तिबाट यति ठुलो जघन्य अपराध भइराख्दाखेरि चाहिँ यो समाजमा अब कसरी चाहिँ सुरक्षा दिन्छ अब नेपाल सरकारले अथवा प्रहरी प्रशासनले भन्ने कुरा पनि यो सोच्न बाध्य र गम्भीर विषय पनि रहेको छ। दर्शकवृन्द, यति बेला आम नागरिकले आफ्नो सुरक्षाको लागि आफ्नो घरभित्र भइरहेको विवादको कुराहरू, अब सम्बन्ध त अहिले कसैको पनि राम्रो छ जस्तो मलाई लाग्दैन। हरेक मान्छे, हरेक श्रीमान श्रीमतीको सम्बन्ध चाहिँ उति राम्रो छैन। र हाम्रो सल्लाह सुझाव चाहिँ के चाहिँ दिन चाहन्छु भने, यदि तपाईँ सम्बन्धमा हुनुहुन्छ, तपाईहरु सुरुवातमै सम्बन्ध तपाईको बिग्रिरहेको छ भने यो सम्बन्धलाई पटक पटक दोहोऱ्याएर नबस्नुहोस्। त्यो सम्बन्धलाई आजैबाट अन्त्य गरिदिनुस्, किनकि भोलिको दिनमा यस्तै प्रकारको जघन्य अपराध र घटना नघटोस् भनेर पनि भन्न चाहन्छु। यदि कोही कसैसँग खुसी छैन भने कोही कसैसँग मरिहत्ते गरेर पछि लागेर बसिराख्नु पर्ने औचित्य पनि छैन हैन। सम्बन्ध हो, बिग्रिन सक्छ, तर यो प्रकारको घटना घट्छ भने चाहिँ समाजमा कोही पनि श्रीमती र कुनै पनि छोरी मान्छे चाहिँ सुरक्षित चाहिँ छैन र नेपाल सरकारले सोच्नुपर्ने विषय। र अहिले नयाँ सरकार पनि रहेको छ। नयाँ सरकारले यो विषयलाई कसरी हेरिरहेको छ, सायद गम्भीर रूपमा हेरिरहेको छ जस्तो हामीलाई लागि पनि रहेको छ। र नेपाली ब्रोले हिजो बेलुकाको ठ्याक्कै 11:30 र 12 बजेको बिचमा आफ्नो श्रीमतीमाथि खुकुरी प्रहार गरिएको थियो भने खुकुरी प्रहार गरेर हत्या गरिसके पश्चात चाहिँ उनी आफै बालाजु प्रहरीमा आत्मसमर्पण गर्न आएको, मैले मेरो श्रीमतीको हत्या गरेँ भनेर चाहिँ गएको भन्ने खालको जानकारी पनि हामीले प्राप्त गरेका छौँ। र आफ्नो श्रीमती कति बेला अफिसबाट फर्किन्छ भनेर बिहानदेखि नै श्रीमती अफिसबाट फर्किने बाटोमा चाहिँ उनी बसिरहेको र बिहानदेखि नै उसको हाउभाउहरू, क्रियाकलापहरू चाहिँ एकदमै शङ्कास्पद देखिएको भनेर चाहिँ त्यहाँ वरिपरिका व्यक्तिहरूले पनि भनिराख्नु भएको थियो। आउने जाने, बस्ने, फेरि खाने, फेरि हल्ला गर्ने, फेरि कराउने, त्यस्तो गरिरहेको अवस्थामा चाहिँ जब बेलुकाको टाइम उहाँको श्रीमती आफ्नो कामबाट फर्किँदाखेरि स्कुटरमा, त्यो पनि लखेटी लखेटी चाहिँ उसले घाँटी रेटेको छ। त्यो घाँटी चाहिँ पुरै अलि